हृदयेन्द्रको स्वदेश आगमन संयोग मात्रै हो कि केही सङ्केत गर्छ यसले? पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह आज अमेरिकाबाट स्वदेश फर्किएको तस्बिर आएपछि अहिले राजावादीहरूको एक पङ्क्ति अनाहकमा हौसिएको छ। सामाजिक सञ्जालमा कतिपयले उनको आगमनलाई जेठ 15 गतेबाट सुरु हुने संयुक्त जनआन्दोलनसँग जोडेर प्रचार गरिरहेका छन्। हृदयेन्द्र आज बिहान 8:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए। त्यही बेला नोरा फतेहीको फोटो खिच्न विमानस्थलमा सञ्चारकर्मीहरूको भिड लागेको थियो। पूर्व नवयुवराजलाई धेरैले नोटिस नै गरेनन्, केहीले देखेर पनि चिनेनन्। लामो कपाल र चुस्स दारी जुगासहित अलिक फरक गेटअपमा देखिन्थे उनी। उनलाई रिसिभ गर्न राजपरिवारसँग सम्बन्धित एक महिला एयरपोर्ट पुगेकी थिइन्। एक सुरक्षा गार्डले पूर्व राजा चढ्ने BMW कार लिएर गएका थिए। फर्किने क्रममा हृदयेन्द्र आफैले कार ड्राइभ गरे। उनीहरू सिधै निर्मल निवासतर्फ लागे। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ 15 गतेबाट राज संस्था पुनर्स्थापनाका लागि निर्णायक र अनवरत आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। राजालाई गद्दीमा नबसल्दासम्म यो आन्दोलन नरोकिने समितिले दावी गरेको छ। राप्रपा र राप्रपा नेपाल सहितका सबै राजावादी शक्तिहरू मिलेर पहिलो पटक एकीकृत आन्दोलन गर्न लागेका हुन्।